दर्शकबिन सबैमा नमस्कार। आज हामी कुरा गर्नेछौँ जुठे भाग 206 भाग र 207 भागको बारेमा। पहिला कुरा गरौँ 206 भागको। जुठे र जुठेको आमा मिलिसके। कसरी मिले त जुठे र जुठेको आमा। जिमलको गल्तीका कारणले आमा र छोरा मिलिसके। अब एउटा सानो सहयोग हजुरहरूले नि गरिदिनुहोला। हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गरेर। अब लागौ भिडियोतर्फ। तिमीले भनेको कुरा सत्य हो चार दाइ? गोमाले आफ्नै आँखाले देखारे। नपते आमालाई सोध्नु। हो आफ्नै कोखबाट जन्मेको सन्तानले त हेला गर्न थालेपछि पापी अपराधीहरूले त जे पनि गर्छन्। तिमी मजाले जे गरे पनि तँलाई के मतलब? आज म चाहन्छु खरे खाछु। आज मर्यो यो कोची मलमा चुरा जा तिमी नबोला, तिमी बिचमा नबोला। तिमीलाई मैले माया गर्दाखेरि पाप लाग्ने अनि मेरो यो मर्न लागेको आमालाई तिम्रो अब यहाँबाट गइहाल त्यसकै छातीमा गोली पड्काइदिउ। गइहाल गइहाल भने बन्दुक देखाएर बन्दुक देखाएर नष्ट हुने हामीले जानेछौँ। नानी, ओइ नानी, ए हजुर, ए आइसले यो झन्डै नानीलाई फेरि छोप्यो के? नानीलाई फेरि छोप्यो हेर्छु न। अब सरी सरी जाने सुधारलाई बोला गयो। ल समातेर बस्नु। अरे ए छोरी फेरि भेट्यो बुवा मलाई। के टेन्सन तिमीले दुःख पायो छोरी दुःख लग्न सिक्दा यो त घरमा असाध्यै दुःख भयो। हामीलाई भन्दा पनि मेरो छोरीलाई दुःख भयो। जति सक्दो चाँडो मन्साइदिनु पर्यो बाबु। ल यो व्यवस्था गरिहाल। हुन्छ जिमल साहब। ए कहिले देख यो रिसाकी छ भनेर म आफै आएको त्यसैले हो क्या। हेर कहिले तिमीहरू मेरो उहिलेदेखिको मान्छे, आमा सरी मान्छे। आमा सरी मान्छेलाई म त्यस्तो केही गर्छु होला? हावाले हरिया माथितिर गाएर छ, हामीले यसो तलतिर राखिदिएको चौरेको स्वाइनले अनेक थरी सुनाइदियो तँलाई। त्यसैमा तैँले विश्वास गरे त्यही कुरा होला भनेर म आफै भन्न आएको छु। कुरा बुझ्न, त्यसरी रिसाउने होइन के। श्रीधर राम्रोसँग सम्झाइदियो कहिले। अब अहिले जिमल साहब के भन्न आइपुग्छ थाहा छ तिमीलाई? तिमीलाई घर लगाएर आफ्नै आमा जस्तै गरेर काम लगाउँछु भनेर भन्न आइस्या। ल त जिमल साहब यसरी आएर झुकेर आफैले माफी मागेको मैले अहिलेसम्म देखाएको थिइनँ। अब यति धेरै घुर्की ल्याउनु पनि मुनासिब हुँदैन क्या। श्रीधरको पाडे गाउँको भान्जाले पठाइदिए अरे। असाध्यै राम्रो छ यो महल। यति खायो भने पनि जिउमा भएको कमजोरी पनि जान्छ, जिउ दुखेको पनि जान्छ अनि बलियो बनाउँछ ज्यानलाई। आफै खायो भने हुन्थ्यो, अब आफूलाई बाँडेर खान पर्ने। त्यही भएर तँलाई बोला।
आहा कस्तो मिठो मह मैले त यस्तो मह अहिलेसम्म खाएको थिइनँ महको जातै यस्तै हो नि त्यही भएर त बल्लो गर्छ नि ज्यान है खा काइली ओइ काइली काइली ठुलो मान्छे घर त विमल साहबको ज्वाइँ हुँदैछु ज्वाइँ भइसकेपछि यो गामको 2-4 जना मान्छेलाई 4 पटा मुढा निकाल्नु छ पहिलो नम्बरमै त पर्छ ज्वाइँ के थाहा बन्न नि सक्छ नि विमल साहब छोरी दिन्छ भन्दै हिँडेको त दिउँसो सपना देख्नु थाले कि हजुरले त सारेर खानै नहुने हो र हुँदैन खानदार हो म ल्याइसके पानी त सारेर खाँदा पनि हुन्छ हजुरले त्यो सबै काम गरि तैँले हो मैले होइन यसो म म काजी हुँ म आजसम्म मैले यस्तो काम गरेको छैन के भएको देखिन बुढाबुढी झगडा गर्न थाले विमल साहब रिसाएपछि अब यहाँ बसी साथ दिउँदैन यसो गर अहिले जा पछि चाहियो भने बोलाइहाल्छन् अहिले चाहिँ जा म यहाँ बोल्नु हुँदैन बोलिसक्ने छैन केही भन्दैन मिलाउन हजुर पनि बैठक भनेर दसतिर नाची बस्छ अब लागौ भिडियोतर्फ आमा छोराको जति झगडा भए पनि कोही कसैले आफ्नो आमामाथि कुदृष्टिले हेर्यो भने हजुरलाई कस्तो लाग्छ नराम्रो लाग्छ रिस उठेर आउँछ हो अहिले जुठेलाई नि त्यस्तो भएको छ साथीहरू अनि जुठेले सबै कुरा थाहा पाए जिमलले उनको आमाको फरिया उठाएका थिए भनेर अनि जुठेले जिमललाई मारिदिन्छु भनेर खुकुरी लिएर जिमललाई काट्न मार्न गएका थिए तर जिमलले आफ्नो बन्दुक निकालेर जुठेलाई हान खोज्दा जुठेको आमाले जुठेलाई जामघर भनेर फिर्ता लगेकी छिन् आफ्नो गल्ती नहुँदै पनि बन्दुकको डरले जुठेको आमाले र चौरेले जुठेलाई घरतिर लगेर गएका छन् यता भने जुनेलाई फेरि मसान लाग्छ मसान लागेर हैरान भएका छन् जिमल र जिमलको परिवार अब जिमलले आफ्नो छोरीलाई मसानबाट मुक्त गर्न जुठेको घर गएर जुठेको आमासँग कुरा मिलाइसकेका छन् जुठेको आमालाई भनेका छन् जिमलले तिम्रो घरको र हाम्रो घरको सम्बन्ध अब सुधार्नु पर्छ तिमी हाम्रो घरमा काम गर अनि उतै बस्नुपर्छ भनेर कुरा मिलाइसकेका छन् जिमलले अब भन्नु साथीहरू जिमलले किन यस्तो कुरा गरे होलान् त जिमलले यस्तो कुरा गर्नुको पछाडि कारण थियो के कारण थियो त जिमलको छोरी र सिरदरको छोरीलाई मसान लागेको छ मसान हटाउन उनले जुठेको आमालाई कुरा मिलाएर आफ्नो घर लगेका छन् अनि जुठेको आमा जिमलको घरमा काम गरिराखेकी हुन्छी अनि सिरदरले जिमलको घरभित्रबाट पुरानो मौरीको मह ल्याएर जुठेको आमालाई खाऊ भने यो खाएसी ताकत आउँछ भनेर जिमलले र जिमलनीले मह खान भने अनि जुठेको आमाले मह खान्छन् जुठेको आमाले मह खाएर काम गर्दा त जुठेको आमालाई निन्द्रा लाग्न थाल्छ अनि उनी सुत्छिन् जुठेको आमा सुतेको मौका पाएर जिमल र सिरदर मिलेर जुठेको आमाको फरियाको टुक्रा काट्छन् अनि उनीहरूको काम पुरा भइसकेपछि जिमल र जिमलनीको झगडा भएको नाटक पार्छन् अनि जुठेको आमाले के भो भन्दा सिरदरले जिमल र जिमलनीको झगडा परेको छ तिमी घर जाऊ पछि काम पर्दा बोलाउँछौ भन्छन् अनि जुठेको आमा घर जान्छिन् यता जुठे चाहिँ मक छन् जुनेसँग आफ्नो बिहे हुन्छ भनेर सुजु जुठेलाई के थाहा जिमलले त आफ्नो कामको लागि पो उनीहरूलाई त्यस्तो भनेका छन् भनेर जुठे भाग 207 मा जुठेले सबै कुरा थाहा पाएपछि के होला त अनि जुठेले आफ्नो आमाको फरिया काटेको देखेपछि के होला त सायद जुठेले फरियाको टुक्रा जिमलबाट ल्याउँछ नहोला आफ्नो आमाको फरियाको अब हेर्ने छौ आउने भिडियोमा के हुनेछ भनेर अब हामी नयाँ भागको प्रतीक्षामा छौं दर्शक बिन यदि हजुरहरूलाई नि जुठे सिरियल मन पर्छ भने कमेन्ट गर्न नबिर्सनु होला धन्यवाद।